दाइ चाहिँ घरहरू बनाउने ढुङ्गाहरू बोक्न जानुहुन्थ्यो। हामी दुई बहिनी चाहिँ बारीहरू जोत्ने गाई बाख्रा हेर्ने, बहिनी पढ्न जान्थ्यो, म चाहिँ गर्थेँ। ढिकी एउटा खुट्टाले के अरे ढुकी गराएर हातको लामो लौरो लगाउँथेँ कि मैले त्यस्तरी गुजारा चलाउँथेँ। धान कुट्ने त्यस्तो गराउँथेँ मान्छे नभएर। हलो जोत्ने होइन, खेतहरू केटा मान्छेको जस्तो पनि काम गरिन्थ्यो कि। त्यसपछि अब खेतहरूमा जोत्ने, घाँस काट्ने, दाउरा काट्ने, गला जाने। त्यति अहिले पो गाई बाख्रा पाल्नुहुन्न गाउँघरमा, उति बेला त धेरै पालिन्थ्यो। दुःख सब गरिरहेछ। जुन ढिकी कुट्यो, दाइ भाइ छोरा दिदी बहिनी भन्ने त अब एकछिन भेट भयो, रमाइलो भयो, त्यो सक्यो। तर आमा जस्तो चाहिँ संसारमा हुँदैन, नहुने रहेछ। सबै पीडाहरू पोख्न चाहिँ सकिन्न अरूसँग, जति नै गरे पनि। जति नै म तेरो हुँ, म तेरो कुरा मैले कहीँ भन्दिनँ, तेरो दुःख सुख म बुझ्छु भन्ने साथी आफन्तीसँग चाहिँ आमा जस्तो माया पाइँदैन। बुवामा बितेपछि दुःख पाइयो, दुःख पाएपछि यो जिन्दगी जिउनुभन्दा हामी पनि बाबुआमासँगै जाऊँ भन्ने सोच चाहिँ गयो। अनि दुई बहिनी चाहिँ त्यस्तो गऱ्यौँ क्या। अनि पछि फेरि सानै उमेरमा थाहा थिएन त्यति बेला लगभग? थाहा थिएन। दुःख नै जिन्दगीको, दुःख नै आएन भने के जिन्दगी जस्तो लाग्छ आजभोलि। धेरै दुःख पाएर पनि होला, दुःख आएपछि बल्ल भोगाइ थाहा हुँदो रहेछ, बल्ल मैले जिन्दगीमा यस्तो गरेको थिएँ भन्ने सम्झना आउँछ। त्यही भएर जिन्दगी दुःख नै जिन्दगी, दुःखै नआएर जिन्दगी के जिन्दगी जस्तो लाग्छ। आजभोलि दुःखै आयो हुन्थ्यो, फेरि पनि केही भन्ने जस्तो लाग्छ मलाई त। पढ्न पाएन, पढ्न मैले 5 पास गएर आमा बित्नुभयो। आमा बितेपछि पढाइ चाहिँ छुट्यो मेरो। छुटिसकेपछि तपाईँको अब पछि बिहा गरेपछि लगभग 15-16 वर्षमा बिहा गर्यो। बिहा गरेपछि मैले चाहिँ कलेज जोइन गरेँ। आफ्नो सिन्दुर हालेको कोहीलाई विश्वास नमानेर त्यो कसको छोरा हो, कहाँबाट भेट भयो, कसरी भयो, त्यस्तोलाई आफ्नो सोचेर कोही झुन्डिने अवस्थामा जान्छन्, कोहीले जलेर मर्छन् नि, कोही लाइफमा झुन्डेर मर्ने पनि अवस्था छ। त्यही भएर यस्तो काम चाहिँ नगर्नु होला भन्छु मैले चाहिँ। गर्छन् हामीलाई पनि, म पनि छोरी मान्छे हो, मलाई पनि तपाईँको 30,000 फलोसँग 15,000 जति त मलाई हेलो आए, तपाईँको नम्बर दिनुहोस् भन्ने धेरै हुन्छन्। तर आफू कस्तो उसले हिँड्ने, कस्तो हिसाबले बस्ने भन्ने चाहिँ आफूले सोच्नुपर्छ। रेडियो हुन्थ्यो, रेडियोलाई माथि घरमा टङ्गाउने, अनि तल बारीमा जोत्ने, त्यही हुन्थ्यो। एउटा के भन्ने यो घोराइदेखि के एउटा कार्यक्रम आउँथ्यो क्या, लोकगीतको कार्यक्रम आउँथ्यो, त्यही सुन्ने, माथि घरमा टङ्गाउने रेडियो। घरमा कोही हुनुहुन्थेन, अब दुई बहिनी हुन्थ्यौँ। मेरो बहिनी थियो एउटा, बुवामा बितेपछि दाइ भाउजूहरू चाहिँ छुट्टेर आफ्नो आफ्नो ठाउँमा हुनुहुन्थ्यो। उहाँहरूले चाहिँ अब यस्तो बाबुआमा बितिसकेपछि खासै हामीहरूलाई चाहिँ त्यो गर्नु भएन क्या। जस्तो हुन्छ नि आफूहरूले बाबुआमा छैन, हामीहरूले चाहिँ यिनीहरूलाई हेर्नुपर्छ है भन्ने त्यस्तो स्वभावको चाहिँ हुनुहुन्थेन। चिठी आउँथ्यो, अनि त्यसपछि मैले फेरि चिठी लेख्न जान्थेन। भर्खर 5 पास गरेको, अब त्यस्तो लप्पर छप्पर त्यस्तो चक्कर पनि भएन अहिले जस्तो। अनि त्यसपछि त आफै पठाइदियो लेखेर भन्थे। पढ्दैन त चिठी आएको चिठी पढ्न त पर्ने थियो कि, तर के थियो, केही शब्द याद छ पहिलाको, केही पहिलो शब्दहरू? पहिलो शब्दहरू चाहिँ यस्तो थियो, सिरिपिरे साथी लेखेको देखेको थिएँ। अनि त्यसपछि म त तिमीलाई मन पराउँछु भनेर चाहिँ लेखेको थिएँ। अनि त्यसपछि मलाई फेरि त्यो उत्तर दिन चाहिँ आएन, लेख्न त आउँथ्यो कि, तर के लेख्ने भनेर मलाई चाहिँ आउँथेन। अनि पछि अर्को त्यही साथीले नै लेखेर दिन्थ्यो क्या। साथीले लेखेर दियो, उसैसँग बिहे भयो? अब उसैसँग भयो, जोसँग म सुरुमै बोलेँ त्यहीसँगै बिहा भयो मेरो। नमस्ते, म हौ वीरेन्द्र ओली। तपाईँ यति बेला हामीलाई जलजला टिभीबाट एकैसाथ युट्युब र फेसबुकमा हेर्दै हुनुहुन्छ। हामी भन्यौँ सञ्चार क्षेत्रमा परिवर्तनको आवाज। हामीले विभिन्न खाले व्यक्तिहरूसँग अन्तर्वार्ता गरिरहेकै छौँ। मैले भने सामान्यभन्दा सामान्य, हामीले भन्छौँ नि कृषिका कुरा, व्यवसायका कुरा, जनताका कुरा, राजनीतिक कुरादेखि लिएर कलाकर्मीदेखि लिएर सबै व्यक्तिहरूसँग कुनै न कुनै कुरा गर्नको लागि हामीले यो उठाएका छौँ। प्रश्नहरूका जवाबहरू खोजिरहेका छौँ, सामान्य व्यक्तिहरूका कुरा पनि उठाइरहेका छौँ र जीवन परिवर्तन गर्नका लागि अर्थात् विभिन्न विषयमा कुरा हुनको लागि अथवा अब चुनावमा होमिनका लागि विशेष गरी सामाजिक सञ्जालबाटै हामीले आवाज उठाउनु पर्नेछ। आवाज
अगाडि बढाउनु पर्नेछ। त्यो कारणले गर्दा पनि हामी यस्ता यस्ता कुराहरूलाई उठाइरहेका छौँ र आज भने विशेष हामी जीवन जगत र सुख दुःख र मिलन विच्छेदको कुराकानी गर्नेछौँ। एउटा सामान्य नागरिकका पनि केही न केही आवाजहरू हुन्छन्, ती आवाजहरू सुन्न पाइन्छ भन्ने हिसाबले हामीले चाहिँ उहाँलाई टिकटकमा चाहिँ केही देखिरहेकै हौँ र उहाँले केही अभिनय पनि गर्नुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। र उहाँ कलासँग सम्बन्धित हुनुहुन्छ, तर पनि केही कुराहरूले उहाँलाई नपुगेको हो कि अथवा केही कुरा अगाडि बढ्न खोज्दै हुनुहुन्छ कि जस्तो लागेर हामी यस्तो व्यक्तिसँग कुराकानी गर्दैछौँ। उहाँ चाहिँ लीला सारू मगर भनेर उहाँले आफूलाई चिनाउनुहुन्छ। टिकटकमा पनि यद्यपि उहाँ नाचिराख्नु भएको हुन्छ। उहाँलाई हामी जीवन जगत र अन्तरङ्गबारे कुरा गर्दैछौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। नमस्ते। स्वागत छ। नमस्ते। मैले भने अघि पनि लीला सारू मगर कला क्षेत्रमा अलिअलि होमिन खोजे हो अथवा कला क्षेत्र चाहिँ कतिको मनपर्छ हामी देख्छौँ न टिकटकमा, कतिको मनपर्छ? मनपर्छ। खास विशेष गरी के गर्न चाहिँ मनपर्छ विशेष गरी कला क्षेत्रमा? कला क्षेत्रमा मलाई पहिलो कुरा चाहिँ गीत गाउनु मन पर्थ्यो। अनि त्यसपछि त्यस लगदै अब नाच्ने गाउने नाच्नुहुन्छ। टिकटकमा नाचेको देख्छौँ हामी, कतिको नाच्नुहुन्छ अथवा टिकटकमा मात्रै किन नाच्नुभयो? अलि बाहिर जाने अथवा प्लेटफर्म जाने अथवा केही कुराहरूले रोकिरह हो? केही कुराले भन्दा नि आफ्नै के छ टेन्सन छ? आफ्नै परिस्थितिले। हामी बाल्यकालबाट जान चाहन्छु म। यहाँको बाल्यकाल कति बेला थाहा छ? त्यो बाल्यकाल चाहिँ मलाई चाहिँ यस्तो थिएँ अथवा यति बेला थाहा भए म भन्ने कुराहरू केही छन्? कुराहरू त अब बाल्यकालमा अब यस्तो भयो गर्छु भन्ने त सोच त हो, तर मेरो आफ्नै परिस्थिति भनौँ होइन, भाग्यको खेल भनौँ, भाग्यले नै साथ नदिए पनि हुनसक्छ। र अब सानैमा बुवामा बिते हुनाले मैले यो यहाँसम्म आउन पुगेन, यही भन्छु मैले त। तपाईँ सानै हुँदा चाहिँ बित्नु भयो बुवामा? हजुर, सानै हुँदा बित्नु भयो। म बुवा बुझ्दाखेरि चाहिँ 6 वर्षको थिएँ, आमा बुझ्दाखेरि चाहिँ 11 वर्षको थिएँ। त्यति बेला तपाईँ पढ्न पाउनुभयो कि भएन? जस्तो अब हुन त सानैमा चाहिँ दुःख पाएपछि चाहिँ यहाँ पढ्ने भन्ने हुन्छ, त्यति बेला कति पढ्नुभयो अथवा पढ्न पाउनुभयो कि भएन? पढ्न पाएन। पढ्न मैले 5 पास गएर आमा बित्नुभयो। आमा बितेपछि पढाइ चाहिँ छुट्यो मेरो। छुटिसकेपछि तपाईँको अब पछि बिहा गरेपछि लगभग 15-16 वर्षमा बिहा गर्यो। बिहा गरेपछि मैले चाहिँ कलेज जोइन गरेँ। बाल्यकालमा कतिको दुःख पाउनुभयो तपाईँले चाहिँ? के कुरामा दुःख पाउनुभयो? दुःख त धेरै कुरामा पाइयो। पहिलो कुरा बाबाआमाको माया गुमाउनु पर्यो, अनि त्यसपछि पढ्न पनि पाइएन। अनि त्यसपछि अब आफ्नो अगाडि पछाडि हेरिदिने पनि कोही थिएन। एउटा भाइ बिनालाई आफ्नो आमाको र बाउको दायित्व दिएर पाल्नुपर्ने स्थिति थियो। पछि काम गर्न पनि गइयो। के काम गर्नु पर्थ्यो त्यति बेला? तपाईँले चाहिँ ठ्याक्कै कहाँ जन्मिनु भयो यो कुरालाई पनि भन्नुहोस्। तपाईँ चाहिँ कुन ठाउँमा जन्मिनु भयो? के काम गर्नु पर्थ्यो त्यहाँनिर? म चाहिँ खासमा सल्यान कालीमाटी मर्चीबारी भन्ने ठाउँमा जन्म भयो मेरो। त्यसपछि अब जन्म भइसकेपछि त्यही हो, अब धेरै कुराहरू गर्ने इच्छा हुँदै पनि अब भाग्यले। त्यहाँ के दुःख गर्नुभयो? जस्तो घाँस काट्ने, दाउरा जाने अथवा विभिन्न कुराहरूमा चाहिँ दुःख पाएँ यस्तो भन्ने कुराहरू पनि त होला नि? तपाईँ चाहिँ काम त गर्नुभयो होला नि त्यति बेला, कि कामै गर्नु पर्थेन घरतिर? काम त गर्ने, हलो जोत्ने होइन, खेतहरू केटा मान्छेको जस्तो पनि काम गरिन्थ्यो कि। त्यसपछि अब खेतहरूमा जोत्ने, घाँस काट्ने, दाउरा काट्ने, गला जाने। त्यति अहिले पो गाई बाख्रा पाल्नुहुन्न गाउँघरमा, उति बेला त धेरै पालिन्थ्यो। दुःख सब गरिरहेछ। जुन ढिकी कुट्यो अहिले त ती कुराहरू लोप भयो नि। जस्तो जातो पिस्ने अथवा ढिकी कुट्ने भन्ने चिजहरू अहिले त्यो बेलाको कति याद आउँदै छ? म गाउँ गयो भने चाहिँ याद आउँछ, मलाई रुन मन लाग्छ। पहिले यस्तो थियो, अहिले यस्तो थियो। अब पहिला हामीले हुँदाखेरि त्यो जो हाम्रो माइतमा हुन्छ जन्मघरमा सबै हामीले आफै जोतेर भए पनि हामीले तरकारीहरू सबै लगाउँथ्यो क्या। अहिले चाहिँ सबै बाँझै हुँदाखेरि चाहिँ हामीले पहिला यस्तो गर्थ्यौँ, अहिले यस्तो छ भन्ने चाहिँ रुन मन लाग्छ कहिलेकाहीँ। त्यति बेला मोबाइल फोन पनि थिएन अहिले जस्तो, टिकटक बनाउन पाइन्थेन होइन? त्यति बेला चाहिँ विशेष गरी के सम्झना छ? रेडियो हुन्थ्यो, रेडियोलाई माथि घरमा टङ्गाउने,
अनि तल बारीमा जोत्ने त्यही हुन्थ्यो। एउटा के भन्ने घोराइदेखि के एउटा कार्यक्रम आउँथ्यो क्या, लोकगीतको कार्यक्रम आउँथ्यो, त्यही सुन्ने। माथि घरमा टङ्गाउने रेडियो। घरमा कोही हुनुहुन्थेन, अब 2 बहिनी हुन्थ्यौँ। मेरो बहिनी थियो एउटा, बुवामा बितेपछि दाइ भाउजूहरू चाहिँ छुट्टेर आफ्नो आफ्नो ठाउँमा हुनुहुन्थ्यो। उहाँहरूले चाहिँ अब यस्तो बाबुआमा बितिसकेपछि खासै हामीहरूलाई चाहिँ त्यो गर्नु भएन क्या। जस्तो हुन्छ नि आफूहरूले बाबुआमा छैन हामीहरूले चाहिँ यिनीहरूलाई हेर्नुपर्छ है भन्ने त्यस्तो स्वभावको चाहिँ हुनुहुन्थेन होइन। अब कहिलेकाहीँ यो इन्टरभ्यू हेर्नुभयो भने चाहिँ सम्झना आउला हामीले भनेको हो कि भन्ने मनमा जाला होइन। अब त्यस्तो नराम्रो सोचेर भन्न खोजेको चाहिँ होइन, तर त्यहाँहरूको त्यस्तै परिस्थितिले हो कि। अनि त्यसपछि हामी चाहिँ 3 बहिनी थियो। दाइ चाहिँ घरहरू बनाउने ढुङ्गाहरू बोक्न जानुहुन्थ्यो। हामी 2 बहिनी चाहिँ बारीहरू जोत्ने, गाई बाख्रा हेर्ने। बहिनी पढ्न जान्थ्यो, म चाहिँ गर्थेँ। ढिकी एउटा खुट्टाले के अरे ढुकी गराएर हातको लामो लौरो हानी लगाउँथेँ कि मैले। त्यस्तरी गुजारा चलाउँथेँ, धान कुट्ने त्यस्तो गराउँथेँ मान्छे नभएर। त्यस्तो दुःख चाहिँ काट्थ्यो। धानको चामल चाहिँ बच्चैमा खान पाउनु बुझ्यो भने प्रायःले सानोमा भात खान पाउँथेनन् नि होइन? पाउँथेनन्, हामीले पनि पाउँथेनौँ। जस्तो दसैँहरू आयो भने, यस्तो चाडपर्व आयो भने चाहिँ त्यस्तो खान पाइन्थ्यो भात। नत्र पिसेर आटोहरू हुन्थ्यो, तरकारी अहिले पो सस्तै हुन्छ होइन, त्यति बेला चाहिँ हुन्थेन। त्यो सिस्नो खाइन्थ्यो, त्यति बेलै रमाइलो लाग्छ अहिले फेरि सम्झिँदाखेरि। त्यति बेलाको विशेष गरी के सम्झना आउँछ? त्यति बेला विशेष गरी सम्झना रमाइलो पल त अब बच्चामा खासै रमाइलो अब त्यही हो। चाडपर्व आउँदाखेरि मासु भात खान पाइन्थ्यो, त्यति खुसी लाग्थ्यो। अरू त खासै खुसी भन्ने कुरा। अब अलि माथि जाउँ। अब तपाईँको बाल्यकाल सानोमा थियो, तपाईँ ठ्याक्कै कति वर्षमा बिहे गरेँ भन्नुभयो? बिहे मैले 15-16 त्यस्तैमा गरेँ। तपाईँको के हो बिहे चाहिँ प्रेम बस्यो कि अथवा कसैले चाहिँ बिहे गर्नुपर्छ यो केटा यस्तो छ भन्ने कि तपाईँ आफै हेर्नुभयो कि यो बिहेको अलिकति कुरा गरौँ न? बिहे गरिसकेका कुरालाई चाहिँ प्रेम मागी पनि होइन, त्यस्तो खालको प्रेम पनि थिएन। अब कस्तो खालको प्रेम भयो थाहै भएन। अनि कसैले यो केटा ठिक छ यो केटासँग बिहे गर भन्ने पनि हुन्छ नि त। जस्तो यतिको गर्दाखेरि ठिक हुन्छ भन्ने कुराहरू पनि हुन्छन् जीवनमा। कसैले ल ठिक छ भन्ने कुराहरू पनि भयो होला नि त? त्यस्तो भयो। खासमा बिहे गर्ने त इच्छा त थिएन। सानैमा दुःख पाइयो, फेरि पनि दुःख पाइन्छ कि भन्ने सोच चाहिँ हो। त्यसपछि फेरि अब त्यस्तै भयो। बिहे भयो। साथीहरूले तँलाई त फलानाले मन पराउँछ अरे, चिठी पठाछ भन्थ्यो। अनि कस्तो चिठी लेख्दो रहेछ त भन्ने चिठी आउँथ्यो। अनि त्यसपछि मैले फेरि चिठी लेख्न जान्थेन, भर्खर पास गरेको। अब त्यस्तो लप्पर छप्पर त्यस्तो चक्कर पनि भएन अहिले जस्तो। अनि त्यसपछि त आफै पठाइदेऊ लेखेर भन्थे। पढ्दैन त चिठी आएको चिठी पढ्न त पर्ने थियो कि, तर के थियो केही शब्द याद छ पहिलाको? केही पहिलो शब्दहरू चाहिँ यस्तो थियो, साथी लेख्या देखेको थिएँ। अनि त्यसपछि म त तिमीलाई मन पराउँछु भनेर चाहिँ लेखेको थिएँ। अनि त्यसपछि मलाई फेरि त्यो उत्तर दिन चाहिँ आएन। लेख्न त आउँथ्यो कि, तर के लेख्ने भनेर मलाई चाहिँ आउँथेन। अनि पछि अर्को त्यही साथीले नै लेखेर दिन्थ्यो क्या। साथीले लेखेर दियो, उसैसँग बिहे भयो? अब उसैसँग भयो। जोसँग म सुरुमै बोलेँ त्यहीसँगै बिहा भयो मेरो। बिहा भयो। बिहे सानैमा भएछ, बिहे पनि सानै उमेर त हो त्यो। बिहे पछि अलि सुख भयो कि फेरि बिहे अघि जस्तै फेरि दुःख गर्ने भयो, के थियो? अब बिहे पछि चाहिँ अलिकता यस्तो भयो। बिहे पछि चाहिँ अब आफ्नो आमा नभएको कारणले, आमा हुनुहुन्थ्यो नि त घरमा त, अनि आमा भन्न पाएँ पहिलो कुरा। बिहे पछि अब बिहे गरिसकेपछि 1 महिना लगभग 1.5 महिनामा फेरि विदेश जानुभयो हामी। अनि 3-4 वर्ष छुट्टियौँ। तर हामीलाई बिहा गरेको महसुस चाहिँ भएन। बिहा गरेको छु भन्ने चाहिँ मनमा लाग्दैन थियो कि। त्यसपछि स्कुल जोइन गरेँ। स्कुल जोइन गरेपछि नन्न देउरसँग हिँड्ने खाने। बिहा गरेपछि पनि हामी त के भन्छ आँपको पिपलको बुट्टालाई मन्दिर बनाएर पूजा गर्ने यस्तो पो खेल्थ्यो त बच्चे त। बिहे गरेपछि पनि बिहे गरेपछि फेरि कतिमा गयो? 6 क्लास पढ्न गयो? 7बाट। 7बाट 1 क्लास जम्प गरेर 6बाट सुरु त 6बाटै गर्छु भनेको थिएँ। अनि पछि 7बाटै गरौँ मैले 7बाट गरेँ।
फेरि कति पढ्यो त्यसपछि कति पढ्नु भएको छ तपाईँले विशेष गरी त्यसपछि अगाडि बढ्यो 7 बाट 8 मा गयो 8 मा चाहिँ 8 पास गर्यो 8 पास गरेपछि 9 मा पढ्यो अनि 9 पढिसकेपछि 10 मा जाँदाखेरि फेरि अब विदेशबाट आउनुभयो विदेशबाट आएपछि अब बच्चा बच्ची भयो अनि त्यसपछि पढाइ पनि 9 क्लास पास गर्यो 9 क्लास पास गर्यो जे भयो नि त्यति हो पढ्न तपाईँले चाहिँ अब लेख्न चाहिँ जस राम्रै आउँछ लेख्न पढ्न आउँछ तर यस्तो हुँदो रहेछ क्या भाग्यमा नभएको कुरा गर्छु भन्दा पनि नहुँदो रहेछ पढ्छु भनेर यति कोसिस गरे पनि भातै राख्दिन्थेनन् मलाई म त्यस्तरी भागेर परेँ अब घर पनि भाग्य पनि चाहिन्छ म त भाग्यलाई विश्वास गर्नुहुन्छ तपाईँ कतिको चाहिँ भाग्य धेरै आफूले म गर्छु भनेर धेरै कोसिस गरेँ तर भाग्यमा लेखेर हिँड्छ भनेपछि यो कुरा जुन कुरामा भाग्य चाहिन्छ मलाई लाग्छ जस्तो कुनै पनि कुरामा भाग्य चाहिने हो तपाईँले लकले फेभर गर्छ मान्छेलाई सबैले त्यही भन्थे पहिला त होइन आफूले पनि गर्नुपर्छ आफूले गरेपछि हुन्छ भाग्यको मात्रै पनि विश्वास गर्नुहुन्न भन्थे मलाई आजभोलि यस्तो लाग्छ कि छैन भनेपछि त्यो जति कोसिस गर्दा पनि हुन्न चाहे जे जुन कुरा होस् भाग्यमा छैन भनेपछि त्यो भएको पनि जान्छ नभएको पनि आउँछ भाग्यमा छ भनेपछि तपाईँसँग छैन भने पनि त्यो चिज आउँछ अवश्य आउँछ यदि भाग्यमा छैन भनेपछि तपाईँको भएको पनि जान्छ क्या त्यस्तो हुँदो रहेछ भाग्य चाहिँ चाहिन्छ भन्ने तपाईँको विचार चाहिँ त्यो छ कि भाग्य अनिवार्य चाहिन्छ त्यस्तो लाग्छ मलाई अहिले आफूले बोले अनुसार है अब मोबाइल फोन कहिले चलाउनु भयो त अब मोबाइल फोनको अहिले त तपाईँ टिकटकमा मोबाइलबाटै नाच्नुहुन्छ होइन अहिले मोबाइलै चलाउनुहुन्छ मोबाइलसँगै दिन बित्छ भनेपछि मोबाइल फोनको प्रयोग कहिले गर्नुभयो मोबाइल फोनको प्रयोग मैले कहिले गरेँ भनेपछि पहिला चाहिँ सानो नोकिया थियो 2G मोबाइल भन्थ्यौँ त्यति बेला होइन अनि त्यही मोबाइल पनि कहिले स्विच अफ हुन्थ्यो कहिले अफ हुन्थ्यो त्यस्तो हुन्थ्यो मैले यो जो टिकटक बनाउने मोबाइल समातेको चाहिँ चलाउन थालेको चाहिँ यो कोरोनादेखि हो भर्खरै हो त्योभन्दा मसँग पहिला मोबाइल थिएन भनेपछि 3-4 वर्षको हाराहारी भयो मोबाइल चलाएको त्यही जति यो टिकटक आयो मोबाइल चलाएको पनि त्यति भयो अनि कसरी थाहा भयो त मोबाइल त भर्खर पाइया छ अब यो टिकटक भन्ने चिज आछ अरे यो कसरी चलाउने हो भन्ने चाहिँ कसरी थाहा भयो तपाईँ यो त अब सबैले चलाउँदाखेरि कस्तो हुँदो रहेछ भन्ने अब डाउनलोड गर्ने त्यसपछि सुरु अलिअलि पहिला चाहिँ लाज लाग्थ्यो पछि चाहिँ तपाईँ नाच्नुहुन्छ त फेरि अहिले त त्यो नाच चाहिँ कहिले सिक्या नाच हो त्यो स्कुल पढ्दै नाचे हो कि पछि अहिले आएर सिक्या नाच हो कि अथवा नाच्नुपर्छ भन्ने पहिल्यैदेखि लाग्थ्यो कि पहिलादेखि स्कुलमा पनि गाउँथेँ मैले स्कुलमा गाउँदाखेरि चाहिँ पुरस्कार पनि पाउँथेँ अलिअलि अब पाउँथेँ तर यस्तो सामाजिक सञ्जालमा यस्तो चाहिँ थिएन पहिला त्यत्तिकै अब काफी कलम यताउति दिने गर्थेँ तर पछि सोच चाहिँ मेरो गाउने नै थियो पहिलादेखि नै पछि पनि कोसिस त गरेँ तर भएन भनेपछि के छ अब त तपाईँ ठ्याक्क म्याच्योर्ड हुनुभयो छोराछोरी भए होइन नाच्नुहुन्छ होइन अहिले पनि देख्छौँ हामी नाचिरहेको टिकटकमा होइन तपाईँलाई चाहिँ कलाकारिता क्षेत्र चाहिँ म कलाकार बन्नुला अथवा भिडियो खेल्नु पर्ला अथवा केही गर्नु पर्ला भन्ने सोच लाग्दैन तपाईँ त कलाकारसँग पनि कहीँ घुलमिल देख्छु मैले तपाईँको चाहिँ सोच छैन म भिडियोमै नाच्नु पर्ला टिकटकमा मात्रै होइन म्युजिक भिडियोमै जानु पर्ला अथवा गर्छु भन्ने एम छ कि छैन त्यो चाहिँ थियो 2-4 वर्ष अगाडि 1-2 वर्ष अगाडि अब चाहिँ सोच छैन किन त्यो सोच केले मरेको छ त्यो के भयो त्यो तपाईँ के कारणले चाहिँ सोच मर्दो रहेछ यो सबै कुरा उमेर अनुसार भनौँ पहिला उमेर हुँदाखेरि चाहिँ म यस्तो गर्छु है भन्दाखेरि त्यो मैले पाएन अब आएर गर्छु भन्दा नि हुन्न नि त आफूले तपाईँको उमेर अझै पनि छ जस्तो कलाकार गर्नलाई नाच्नलाई गीत गाउनलाई त उमेरले छेक्दैन जस्तो लाग्छ मलाई के परिबन्ध छ श्रीमानबाट यो गर्नुहुन्न भन्ने किसिमको श्रीमानबाट अहिले चाहिँ छैन सुरुमा चाहिँ जो अलिअलि भाइरल भए भिडियोहरू त्यति बेला चाहिँ बोलाउँदाखेरि ल है यो मान्छेलाई यस्तो गरौँ भन्दाखेरि म यस्तो गर्छु है भन्दाखेरि चाहिँ उहाँहरूले जाने होइन त भन्नुभएको हो पर्दैन जान भन्ने जस्तो आयो अनि त्यसपछि आफ्नै घरबारै बिग्रिन्छ भने चाहिँ किन जानु भन्ने सोचले चाहिँ गइएन पहिला चाहिँ अब अहिले चाहिँ जा भनेर अहिले फेरि मलाई जानु मन लाग्दैन त्यही हो अहिले मनै लाग्दैन मन मरिसक्यो किन मरेछ त त्यो मनलाई फेरि जगाउन मिल्छ नि त केही कारणहरू थिए कि अथवा जान नसक्ने कोहीले वचन लगाएका अथवा केही कुराहरू हुन्छन् नि त अब
वचन त यस्तो हो सबै राम्रै हुन्छ भन्ने पनि हुन्न होइन आफू पनि राम्रै छु भन्ने पनि हुन्न कुनै कुरा आफूबाट पनि गल्ती हुन्छ कुनै कुरा साथीभाइहरूसँग पनि गल्ती हुन्छ आफूसँग नि हुन्छ तर सबैको सोच एउटै नहुँदो रहेछ त्यही भएर अलिकति म तल पछाडि परेँ क्या गर्दा चाहिँ के हुन्छ र अझै पनि गर्दा त केही हुँदैन अब ठिकै छ अब यस्तै गर्दै जाँदाखेरि गइएछ भने जम्ला गरौँला भन्ने सोच चाहिँ गीत गाउँछु भन्नुभएको छ गीत चाहिँ कुनै गीतहरू आउँछन् अहिले पहिलाका गाएको अथवा अहिले गाइराख्ने गीतहरू सम्झना छ गाउन सकिन्छ गीत गाएपछि गाउने त हो बिर्सिसक्यो अब गीत आफूले गाइरहेको गीत कहाँ बिर्सिन्छ र अहिले त त्यस्तो गीत गाउने गुनगुनाउने पनि छैन पहिला त गला गएर गीतहरू लेख्ने अनि त्यसपछि फेरि गाउने गरिन्थ्यो कस्ता गीत गाउनु त हल्का त थाहा होला नि पहिला अब कस्तो गीत गाइन्थ्यो पहिलाका गीतै अर्कै हुन्छन् अहिले अर्कै हुन्छन् अहिले अर्कै हुन्छन् त्यही त अब तपाईँको पुराना जमानाको भन्नुभयो एउटा गीत सुन्नु होला यहाँले होइन अब हामी सुनाउँछौँ कुन गीत सुनाउनुहुन्छ म एउटा त्यति बेलाको पुरानो गीत सुनाउँछु कुन गीत सुन्नु एउटा पुरानो गीत छ जो हामी दाउरा जाँदा पनि गीत गाउँथ्यौँ कहिलेकाहीँ हे तिमीलाई भने अन्तै मान्नुपर्ने अन्तै मान्नुपर्ने मैले मात्रै सम्झेर के गर्ने खैरे नि मागेट अन्तै दिल बस्यो के निर्माया हुनै छोड्यो भेट यसरी गाइन्थ्यो अहिले पो यहाँ सुस्तर गाइन्छ अब उहाँ वनमा त बेसै गरी गाउने हुन्थ्यो भगवान भण्डारी भीमा कुमारी दुराले गाएको मिठास गीतहरू पुरानो जमानाका गीतहरू धेरै सुनिन्थ्यो रेडियोमा सुन्ने हो त्यति बेला रेडियोमा अनि त्यसपछि एउटा क्यासेट भन्ने हुन्थ्यो टेपमा टेप चाहिँ श्रीमानले ल्याइदिनु भएन श्रीमानले होइन अब कोही हाम्रो भेनाजुहरू त इन्डियातिर जाने चलन थियो नि त पहिला त त्यति बेला यस्तै यहाँ बोकेर चाहिँ घन्काएर आउनु हुन्थ्यो क्या खैरे निमा गेट भन्ने ओरै गेटबाट हामी चाहिँ ट्याक्क ट्याक्क टिप्थ्यौँ फेरि टुक्का त्यस्तरी कण्ठ गरेर राख्थ्यौँ जस त्यति बेलाका क्षणहरू रमाइला थिए अहिलेको क्षण रमाइलो छ कि त्यति बेलाको क्षण रमाइला थिए अब अहिले सम्झिँदाखेरि त्यति बेलाको क्षण रमाइलो लाग्छ अहिले चाहिँ के लाग्छ बुढी भइयो जस्तो लाग्छ अहिले चाहिँ अब बुढी भयो जस्तो लाग्छ बच्चा बच्ची जो आफू पहिला जत्रो भइसके आफू जत्रो भइसके अनि अब नाच्ने गाउने पनि अब बाबुहरूले अब खासै त्यो गर्दैन क्या बाबुहरूको चासो छैन छोराहरूको चाहिँ त्यस्तो छैन अब यस्तो नगर्नु न नाच्नु भन्छ क्या त्यही भएर अब चाहिँ नसकिने रहेछ जस्तो लाग्छ आफ्नो सन्तानको खुसी भन्दा अरू केही नहुँदो रहेछ श्रीमानले कतिको माया दिनु भइरहेछ बिहे पछिदेखि अहिलेसम्म होइन कतिको चाहिँ माया ममता छ तपाईँहरूको हाम्रो माया ममतै छ बिचमा अलिअलि गडबडी हुन्थ्यो कहिलेकाहीँ नत्र भने छ हामी अलिअलि झगडा त सबैको पर्छ तर त्यस्तो नहुने वचन पनि लगाउनु भएको छैन आजसम्म हाम्रो त्यस्तो गरेर झगडा पनि परेको छैन सँगै नबसेर पनि होला जस माया ममता छ श्रीमान श्रीमतीको झगडा परालको आगो भन्ने त चलनै छ त्यो त भइ नै हाल्छ यस राम्रोसँग तपाईँलाई चाहिँ हेरचाह गर्नुभएको छ माया गर्नुभएको छ जस तपाईँलाई चाहिँ पाल्नु भएको छ भनौँ न एउटा श्रीमती श्रीमानको भूमिका निर्वाह गर्नुभएको छ यो ठुलो कुरा हो ठुलो कुरा हो म आफूलाई भाग्यमानी ठान्छु के भन्नुहुन्छ त आज यो त इन्टरभ्यू श्रीमानले हेर्नुहुन्छ होला अहिले त टाढा हुनुहुन्छ होइन बाहिर हुनुहुन्छ सायद मैले सुनेअनुसार के भन्ने आज केही सम्झना भन्ने मन लाग्छ उहाँको लागि दुई शब्द केही छ दुई शब्द त अब के भन्नु र सधैँभरि यस्तै माया रहिरहोस् बुढेसकालमा लट्ठो टेक्ने बेलासम्म हाम्रो माया यस्तै रहिरहोस् भन्न चाहन्छु त्यही भन्नुहुन्छ अब अहिले पहिला त आई लभ यु भन्न पाइएन होला कि आज हेमट भनिदिने हो होइन उहाँले त लेख्नु भएको हुन्थ्यो त्यसमा अनि त्यसैमा फिर्ता पठाउने हुन्थ्यो फिर्ता लेख्यो कि लेखेन लभ यु टु लेख्यो अङ्ग्रेजीबाट लेख्यो नेपालीबाट अङ्ग्रेजीबाट लेख्यो जस लभ यु सब यु अहिले चल्दै चल्दैन बेला बेला म्यासेजमा अहिले त चल्दैन अहिले त त्यो लभ यु कहाँ गयो थाहै छैन कसैले आई लभ यु भन्यो नि भन्ने जस्तो लाग्छ त्यस्तो अहिले चाहिँ त्यो पहिलाको लभ यु हरायो अब माया चाहिँ मनमा छ माया त अथवा छ माया मनमा छ र
तपाईँले चाहिँ अब भनिहाल्नुभयो जुन कुराहरू भोग्नुभयो जीवन के रहेछ तपाईँलाई जीवनको बारेमा थोरै सोध्छु अब त्यत्रो दुःख पाएको मान्छे अब बिहे गरेर छोराछोरी ठुला भए आखिर अझै पनि जीवन त बाँकी छ के रहेछ खास जीवन भन्ने यो भन्छ नि जिन्दगी भन्ने छ जीवन जिन्दगी एउटै हो के छ खास जिन्दगी के होला जिन्दगी यस्तो लाग्छ सङ्घर्ष नै जिन्दगी जस्तो लाग्छ मलाई त धेरै दुःख नै जिन्दगी दुःख नै आएन भने के जिन्दगी जस्तो लाग्छ आजभोलि त धेरै दुःख पाएर पनि होला दुःख आएपछि बल्ल भोगाइ थाहा हुँदो रहेछ बल्ल मैले जिन्दगीमा यस्तो गरेको थिएँ भन्ने सम्झना आउँछ त्यही भएर जिन्दगी दुःख नै जिन्दगी दुःखै नआएर जिन्दगी के जिन्दगी जस्तो लाग्छ आजभोलि दुःखै आयो हुन्थ्यो फेरि पनि केही भन्ने जस्तो लाग्छ मलाई त अझै दुःख गर्ने अझै दुःख परे पो थाहा हुन्छ अझै दुःख आओस् न अनि बल्ल जिन्दगी यहाँबाट सुरु हुने रहेछ भन्ने थाहा हुन्छ जस्तो लाग्छ कि मलाई त्यो सुखै सुखमा मैले हुर्किन पनि हुर्केन थाहा पनि भएन जिन्दगी त्यही भएर दुःखैबाट हुर्केर भएर दुःखै भइराखोस् दुःख भए पो जिन्दगी थाहा हुन्छ जस्तो प्रेम के हो वास्तवमा माया प्रेम जस्तो अब छोराप्रतिको माया बुढाप्रतिको माया अरूप्रतिको माया माया सबैप्रति हुन्छ तर माया चाहिँ के रहेछ वास्तवमा प्रेम के हो प्रेम के भन्ने कस्तो लाग्छ आफूलाई प्रेम चाहिँ कस्तो लाग्छ कि प्रेम चाहिँ एउटा जिउने आधार जस्तो लाग्छ होइन जहाँ माया छ जहाँ प्रेम छ त्यहाँनिर ओहो जिन्दगीमा यति चाहिँ हुनुपर्छ अलिकति आफूलाई भन्दा पनि अरूको लागि भए पनि बाँच्नुपर्ने हुन्छ कि त्यहाँनिर अरूको खुसी भए पनि आफू दुःखी भएर पनि अरूलाई खुसी पार्नु प्रेम एउटा जिउने आधार पनि हो अब जस्तो माया भनेको जिउने आधारले आशको मायाहरू हुन्छ होइन माया जहाँ माया छ त त्यहाँ जिउने आधार हुन्छ कि माया भएन भने मान्छेहरू कहाँ के हुन्छ डिप्रेसनमा जान्छ कहाँ के गर्छ होइन कसैको माया पाइएन भन्छ फेरि भौतारेर हिँड्छ मायामा आत्महत्या गरेका छन् जस्तो शरीर जलाएका छन् मान्छेले त्यस्तो चाहिँ किन हुन्छ खास किन हुन्छ जस्तो लाग्छ आफ्नो विचार मात्रै आफ्नो विचार मेरो विचारमा चाहिँ यस्तो हुन्छ जसलाई धेरै माया गरिन्छ नि उसले धोका दिँदाखेरि चाहिँ त्यो चाहिँ हुन्छ चाहे माया प्रेममा मात्रै नै कुनै दुःख पनि हुन्छ मान्छेलाई बार बिजनेसहरू यस्तो हुन्छ नि कसै मान्छेले केही काम गर्नलाई साथ र सहयोग खोज्छ होइन अनि त्यसपछि त्यो बेलामा अब पाइएन भनेपछि चाहिँ त्यहाँ निर्णय त्यस्तो हुन्छ क्या निर्णय मेरो पनि भएको थियो कुनै बेला त्यस्तो सोचेको थियो खाइयो होला पनि बाँच्यो फेरि तपाईँ कुनै बेला चाहिँ मर्ने औषधिसम्म गर्नु त्यो के थियो कारण जस्तो कुनै कारण होला नि कारण के थियो अब सबै कुरा नभनौँ नि अब भन्दाखेरि अब घर व्यवहारकै कुरा छ भोलि फेरि यस्तो भन्यो त्यसले भन्ने हुन्छ त्यहाँसम्म जाउँ तर परिस्थिति त्यो बुवामा बितेपछि दुःख पाएपछि यो जिन्दगी जिउनुभन्दा हामी पनि बाबुआमासँगै जाऊँ भन्ने सोच चाहिँ गयो अनि 2 महिना चाहिँ त्यस्तो गऱ्यौँ क्या अनि पछि फेरि सानै उमेरमा थाहा थिएन त्यति बेला लगभग थाहा थिएन के भयो त्यति बेला चाहिँ अरूले बचाउनु भयो अनि पछि अहिले चाहिँ अब नमर्ने पहिला मर्ने भन्ने सोच थियो भनेपछि अहिले चाहिँ नमर्ने भनेपछि माया कसको सन्तानको लाग्दो रहेछ अहिले त उति बेला त कोही थिएन नि त हाम्रो अगाडि पछाडि रुने कोही छैन को छ र हाम्रो बाबामा गइके अब पनि जाऊँ भन्ने सोच थियो पहिला चाहिँ दुःख हुँदाखेरि अब चाहिँ छोराछोरी जिन्दगीमा के कुराको चाहिँ सबभन्दा बढी दुःख लाग्छ सबभन्दा त्यो छेन दुःख हो भन्ने चाहिँ के कुरामा लाग्दो रहेछ मलाई जिन्दगीमा सबैभन्दा ठुलो काम यस्तो मलाई लाग्दैन मलाई जिन्दगीमा भनेको चाहिँ बुवाआमा बित्दाखेरि अझै पनि त्यो क्षण म बिर्सिन्न कहिले बिर्सिन्न त्यो क्षण कसैको बुवाआमा बित्दाखेरि पनि हामीलाई जस्तै भयो होला भन्ने सोच जान्छ तर कसैलाई नहोस् त भन्ने हुन्छ त्यो भइ चलिआएको सबैलाई पर्छ नै त्यस्तो लाग्छ मेरो छोराछोरीले पनि म छिटै नबितेपछि मेरो छोराछोरीले माया आमा बाउको माया अभाव नहोस् मर्न नपरोस् भन्ने चाहिँ लाग्छ आजभोलि चाहिँ आफूले भोगे हुनाले क्या सानोमा बाबामा गुमाएँ आफूले दुःख पाइयो मेरो छोराछोरीहरूले त्यस्तो दुःख नपाउन् भन्ने चाहिँ लाग्छ आमा भन्ने शब्द पाउन धेरै गाह्रो छ होइन यहाँलाई चाहिँ पहिले पनि भावुक हुनुहुन्छ आमा भन्ने शब्दले आमा भइदिएको भए के हुन्थ्यो केही अरू हुन्थ्यो जस्तो लाग्छ आमा भइदिएको भए केही हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन आमा भइदिएको भए सायद आफ्नो खुट्टामा आफै उभिन्थ्यो होला ऊ बेला सानोमा बिहे पनि गर्थेन होला होइन अब हुन्छ नि चाडपर्व आउँदाखेरि पनि दुःख सुख गर्थ्यो होला भन्ने जस्तो चाहिँ लाग्छ आमा अरूको आमा हुँदा आफ्नो नहुँदाखेरि धेरै दुःख लाग्दो रहेछ लाग्छ रुन्छु कहिले त चाडपर्व आउँदाखेरि अब
दाइ भाइ छोरा दिदी बहिनी भन्ने त अब एकछिन भेट भयो रमाइलो भयो त्यो सक्यो तर आमा जस्तो चाहिँ संसारमा हुँदैन नहुने रहेछ सबै पीडाहरू पोख्न चाहिँ सकिन्न अरूसँग जति नै गरे पनि जति नै म तेरो कुरा मैले कहीँ भन्दिनँ तेरो दुःख सुख म बुझ्छु भन्ने साथी आफन्तीसँग चाहिँ आमा जस्तो माया पाइँदैन मैले भोगे अनुसार दुःख छ आमा बुवा नहुँदाको कारण टुरो भए त्यति बेला भन्ने चाहिँ धेरै दुःख लाग्दो रहेछ हैन अनि अर्को कुरा चाहिँ बाउआमा नहुँदा पनि टुहुरी हो नि एउटा बुवामा नहुँदाखेरि अब सानो बिहा गरेर पनि 7 दिन भयो अनि श्रीमानलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु जिन्दगीमा साथी कतिको कमाउनु भएको छ साथीहरू हुन्छन् नि साथीहरूले चाहिँ मलाई गरे भन्ने साथीहरूले त कोही खुट्टा तान्ने साथी पनि छन् कोही माया गर्ने साथी पनि छन् कतिको साथी कमाइयो साथी त कमाइयो नकमाइयो होइन दुःख सुखमा मैले साथी पाएँ तर मलाई युज गर्ने मात्रै पाएँ लाइफमा मैले आफ्नो मन पेट खोलेर बस्ने दुःख सुख बिर्साउने साथी पाएन जीवन साथी बाहेक किन घात गर्छन् साथीहरूले जस्तो लाग्छ सबैको सुनिन्छ के साथीहरूले खुट्टै तान्छन् भन्छन् कारण के होला जस्तो लाग्छ यस्तो हुन्छ उनीहरूलाई दुःख पर्दा चाहिँ त मेरै हो भन्छन् अनि यस्तो गर उसो गर भन्छन् होइन साथ दियो आफूसँग भए नभए समय के साथ दियो अनि उनीहरूलाई भरिपूर्ण भयो भनेपछि को हो र त्यो भन्दाखेरि चाहिँ चित्त दुख्दो रहेछ अनि त्यसपछि टाढा हुने के जति पनि साथीहरू भेटिनु भएको छन् केटा साथी त मेरो खासै हुनुहुन्न मैले केटा साथी चाहिँ बनाएन तर केटी साथीले चाहिँ पढाइ त्यस्तै गर्नु पर्यो त्यसपछि साथीले पहिलो कुरा मैले साथी नै बनाएन सानामा पनि मेरो साथीहरू थिएनन् एक्लै थियो घर पनि एक्लै थियो बहिनीहरू थियो साथी अनि पछि बिहा गरिसकेपछि पनि एउटा जेठानी हुनुहुन्थ्यो जेठानी अब त्यही हो साथी चाहिँ कहिले आफ्नो हुँदैन यति कुरा ख्याल गर्नु होला जुनै साथी जति नै म ज्यानै दिन्छु भन्ने साथीले पनि त्यो भरोसा तोड्छ क्या एकदम त्यही भएर यो साथी बनाउने काम नगर्नुहोस् भन्छु मैले साथी छैनन् खासै मेरो साथी छैन अब तपाईँका दुःख पीडा त आफ्नो ठाउँमा खुसीका कुरा केही छन् जिन्दगीमा यो बेला त खुसी भएको थिएँ म केही बिर्सिहाल्थेँ त्यस्तो कुराहरू जीवन पनि सम्झिन्न भन्नेहरू खुसी त अब त्यस्तो सबै बिर्साउने जस्तो खुसी त मलाई खासै त्यस्तो त छैन किनकि दुःखैबाट सानैदेखि दुःखै गरियो तर मैले खुसी पाएँ भनेको आफ्नै श्रीमानबाटै पाएँ उहाँले म रुँदा पनि हाँस्दा पनि सँगै साथ दिनुभयो त्यहाँ जस्तो अन्तबाट खुसी पाइएन घर परिवारबाट पनि खासै खुसी मलाई त मिल्या त होइन तर श्रीमानले साथ दिनुभयो श्रीमान यस्तो हुँदो रहेछ एउटा छोरी मान्छेलाई बिहा गरिसकेपछि जुनसुकैले नराम्रो गरे पनि एउटा श्रीमान साथमा छ भनेपछि उसलाई चाहिँदैन अरू कोही चाहिँदैन क्या अब तपाईँका जीवन यहाँसम्म त आइसकेको छ होइन केही तपाईँको लक्ष्य जस्तो पुलिस बन्छु डक्टर बन्छु पाइलट बन्छु डान्सर बन्छु कलाकार गायिका बन्छु भन्ने लक्ष्य थिएनन् अझै त्यस्ता लक्ष्यमा पुग्न त सक्नु भएन केही कारणले त थिए कि थिएनन् त्यो अठोटहरू लक्ष्य त अब हाम्रो आमाहरूलाई जागिर खुवाउने जो थियो लक्ष्य चाहिँ अनि अलिअलि तालिम पनि गरिरहेको थियो होइन अब त्यसपछि यस्तै कोही परिस्थितिले हुन्छ कोही अब त्यस्तै भयो बाँचुन्जेलसम्म म चाहिँ अब अझै बाँचुन्जेलसम्म केही गर्ने छ एउटा लक्ष्य त्यो पुरा गरेपछि मात्रै मर्नु पर्ला भन्ने छ जीवन मृत्यु हो थाहा छ होइन तर पनि यो काम चाहिँ म नगरी हुन्न भन्ने केही छ अब त्यस्तो त केही छैन अब त छोराहरूको बिहा गर्ने अनि छोराहरूलाई अब आफ्नो ठाउँमा राख्ने अनि मर्ने त्यति छ मेरो सोचाइ त अब त्यस्तो म यस्तो गर्छु भन्ने मेरो सोचाइ छैन अब म आफू नभन्दा पनि अब मैले छोराछोरीको भविष्य सोच्नतिर गइसकेँ अब मैले आफ्नो म यस्तो गर्छु भनेर मैले सोच चाहिँ राख्दिनँ अब चाहिँ म राख्थेँ नराख्ने होइन 1-2 वर्ष पहिले चाहिँ राख्थेँ अब चाहिँ अब छोरा चाहिँ अब 15 वर्ष भइगयो अब त छोराको लागि सोच्ने बेला भयो नि त म त्यस्तै गर्छु भनेर बराली दिने भने त मेरो छोराहरू फेरि बिग्रिन्छ हो कि नै अनि छोराछोरी बिग्रेपछि फेरि के भयो त त्यो न यता रमाइलो खुसी भयो न यता खुसी भयो त्यही भएर अब आफ्नो बारेमा नसोच्ने अब छोराको बारेमा सोच्ने त्यही छ मेरो लक्ष्य चाहिँ अब अरू केही छैन जीवन जन्मिँदै मृत्यु हो भनेर जस्तो एउटा भनाइ छ होइन भनाइ के छ भने जुन दिन तिम्रो जन्म भयो मृत्यु भइसक्यो यसबाट भाग्न अब कुनै पनि
ऊ छैन भनेर एउटा शब्द छ। तर पनि मर्ने हो भन्ने थाहा हुँदाहुँदै पनि यतिका दुःख किन भइरहेछ जस्तो लाग्छ। दुःख, रुने, हाँस्ने, जिन्दगी एक रूपे भएन भने सङ्घर्ष गर्नुपर्ने किन भइरह होला? किन त्यस्तो हुन्छ? अब त्यो त पहिल्यैदेखि त्यस्तै चलेको। बुढी मर्दै कुम्ली सर्दै भन्छन् नि। अब अगाडि गर्दै जान्छ, अनि अगाडिको सकिन्छ, फेरि पछाडि आउँछ। अब जसलाई पनि के लाग्छ भने सास छन्जीको आश हुँदो रहेछ क्या। त्यही सासुदासम्म म यस्तो गर्छु भन्ने हुन्छ क्या। तर एउटा कुरा मलाई के लाग्छ भनेपछि यो म यस्तो त त्यस्तो भन्न चाहिँ मलाई लाग्दैन। म यस्तो छु त्यो त्यस्तो छु भन्ने गिराउने यस्तो चाहिँ सोच चाहिँ मलाई लाग्दैन। एक दिन मर्नुपर्ने नै छ। आखिर रित्ते आयो रित्ते जाने हो, घमण्ड चाहिँ किन गर्ने जस्तो लाग्छ। कोहीसँग चर्काचर कि झगडा परा चाहिँ छैन। यसो त मम भन्ने किसिमले त चाहिन्न म चाहिन्न भन्ने हिसाबले जीवनमा त्यसरी झगडा पर्ने माहौल चाहिँ अहिलेसम्म त आएन। झगडा गर्ने माहौल बनाए पनि म चुपचाप लाग्दिन्छु क्या। जस्तो अब अर्कोलाई रिस उठ्या हुन्छ नि त, अनि आफू पनि त्यस्तै बोलेपछि झगडा हुन्छ। त्यही भएर चुपचाप बस्दिनँ। झगडा गरेर के पाइन्छ र भन्ने जस्तो लाग्छ। अब तपाईँ त एउटा नारी भनौँ न, अब विवाहित नारी, विवाहित नारी पनि अब अलि दुःख भोगेको नारी। वास्तवमा केटी मान्छेलाई अथवा नारी मान्छेलाई के कुरामा दुःख लाग्छ अथवा नारीका पीडाहरू के हुन्छन्? अलिअलि जस्तो पीडा त सबैले भन्दैनन् नि, तर पनि पीडा चाहिँ केमा हुन्छ नारीको खासमा? नारीको पीडा भनेको अब पहिलो कुरा अब घर परिवारबाटै पीडा भएपछि पीडा हुने हो क्या। नत्र खासै पीडा त हुन्छ, तर सबैले देखाउँदैनन् पनि, म पनि देखाउँदिनँ होइन। सहनशील धेरै हुन्छ नारीमा, त्यही हो भन्नु। नारी सहनशील हुन्छन् होइन भनेर नै नारी चाहिँ एउटा आमा हो, श्रीमती हो, दिदीबहिनी हो, सबै भूमिका निभाउँछ। अब अहिले पछिल्लो जेनेरेसनका नारीहरू त्यस्तो छैनन् भन्ने पनि आउँछ। समय बदलेर हो यस्तो भइरहेछ जुन कुराहरू, जुन अहिले त 75% डिभोर्सका केसहरू खात लागिरहेछन् रे। यो नमिलेर छुट्टिने होइन, यो के कारण यस्तो भइरहेछ पछिल्लो जेनेरेसन? के लाग्छ आफ्नो भनाइ? त्यो त अब यही सञ्जालको मार्फतले हो कि भन्छु म त, एउटा कुरा होइन। तर एउटा हाम्रो दिदीबहिनीलाई के भन्छु भनेपछि समाज सञ्जाल हो, चलाउन जानेछ राम्रो हो, नचलाउन जानेछ नराम्रो हो क्या। हेलो हाई गर्ने, त्यसपछि त्यो सबै सर्वस्व हो भने सोचेल्छन् क्या। आजभोलि कति छिटो विश्वास लाग्छ नि। आफ्नो सिन्दुर हालेको पोइलाई विश्वास नमानेर त्यो कसको छोरा हो, कहाँबाट भेट भयो, कसरी भयो, त्यस्तोलाई आफ्नो सोचेर कोही झुन्डिने अवस्थामा जान्छन्, कोहीले जलेर मर्छन् नि, कोही लाइफमा झुन्डेर मर्ने पनि अवस्था छ। त्यही भएर यस्तो काम चाहिँ नगर्नु होला भन्छु मैले चाहिँ। गर्छन् हामीलाई पनि, म पनि छोरी मान्छे हो, मलाई पनि तपाईँको 30,000 फलोसँग 15,000 जति त मलाई हेलो हाई तपाईँको नमरिदिनुहोस् भन्ने धेरै हुन्छन्। तर आफू कस्तो उसले हिँड्ने, कस्तो हिसाबले बस्ने भन्ने चाहिँ आफूले सोच्नुपर्छ। बोल्न चाहिँ बोल्नुपर्छ, साथीभाइ बनाउनुपर्छ, र कुन कस्तो ठाउँमा साथीभाइ बनाउनुपर्छ भनेर त्यो सोचेर मात्रै गर्नु। तपाईँलाई नि आउँछ होला नि म्यासेजमा, लाइभमा बस्दाखेरि त केही न केही कुराहरू राख्दै, जस्तो के बाहिरको मान्छेले त के बोल्छु भने त्यति थाहा हुँदैन त। तिमी राम्री रहेछौ, माया गरौँ, प्रेम गरौँ हामी पनि भन्ने पनि आउँछन् रे। के प्रायः सुनेको कुरा हो त्यस्तो। तपाईँको टिकटकमा कति आउँछन्? आइराखेका हुन्छन्। मैले त्यस्तो वास्तै गर्दिनँ। के भन्नुहुन्छ तपाईँले? पहिला त मेरो बुढो चाहिँ रिसाउनुहुन्थ्यो, यो को भनेर। अनि पछि चाहिँ मलाई वास्तै छैन भनेपछि तपाईँले चाहिँ किन वास्ता लाग्यो भन्थेँ मैले, सम्झाउँथेँ। उहाँले नि हेर्नुहुन्थ्यो? उहाँले पनि हेर्नुहुन्थ्यो। अनि लाइफमै आएर अर्काको बुढीलाई मेरो बुढी भनिदिने, अनि रिस उठ्दैन भन्नुहुन्थ्यो क्या। मेरो बुढी पनि भन्थेँ क्या। अनि पछि मैले होइन मलाई मतलबै छैन त्यो को भनेपछि तपाईँलाई मतलब चाहिँ किन लाग्यो, छोडिदिनु, सञ्जाल हो, सञ्जालमै उड्छ भनेर यस्तो गर्दा आजभोलि चाहिँ मतलब। टिकटकमा कतिको माया छ आजभोलि? पहिलाको जस्तै केही छ कि अहिले माया मऱ्यो अलिकति? पहिलाको जस्तो छैन। पहिला त राति 3 बजे 2 बजे लगभग उज्यालै हुन्थ्यो कहिले त बसेर लाइभ बस्ने, नाच्ने त रातिमा नाच्थेन, गीत गाउने, गेम खेल्ने। मरिसक्यो अहिले, किन मरेछ त्यस्तो? गेम खेल्ने हुन्थ्यो। मलाई चाहिँ अब बोल्दा समाजसँग बोल्ने मन लाग्यो नि, आफूले भोगेको कुरा। के भयो भनेपछि टिकटक चलाउँदै जाँदाखेरि चाहिँ गेम खेल्दै जाँदाखेरि चाहिँ पुण्य गौतमहरूसँग मैले ठुलै मान्छेहरू खेल्न लागेँ। ठुलै भन्नाले अलिकति चिन्याएकैसँग के खेल्न लाग्दाखेरि चाहिँ एकजनाले चाहिँ मलाई के भन्नुभयो, मैले नाम त तोक्दिनँ होइन, गिफ्ट हान्नुभयो। हानिसकेपछि मलाई चाहिँ अप्ठ्यारोमा पार्नुभयो क्या।
अनि पाइसकेपछि मैले चाहिँ तपाईँले किन यस्तो अप्ठ्यारो कुराहरू गर्नुभयो भने अनि त्यसपछि उहाँले चाहिँ नेगेटिभ हिसाबले त्यस्तो बोल्न खोज्नुहुन्थ्यो कि त्यस्तो त्यस्तो हुँदो रहेछ भन्ने भयो। अनि त्यसपछि मैले चाहिँ अलिकति लस गरेँ टिकटकलाई। पैसा पनि कमाइ भयो टिकटकबाट लाइभहरूमा कति निकाल्नु भयो पैसाहरू? पैसा निकालेँ मैले निकालेँ पछि पछिल्लो साइडमा चाहिँ आफै लस गरेँ। टिकटकमा अलिअलि 2-4 हजार कमाएँ होला। धेरै नकमाए पनि 4,000 रुपियाँ कमाइयो। आफ्नो खर्चीभरि भयो टिकटकमा खर्ची गरे जतिकै। जस्तो अब लक्ष्य त केही छैन अरे त्यस्तो अब गर्छु भन्ने, तर केही आफ्ना रुचिहरू छन् त अब जीवनमा गर्नुपर्ने, केही घुम्न जाम्ला अथवा त्यस्तो गरौँ भन्ने त छन् नि। मुस्ताङ पोगम्ला भन्ने छ, पोखरा घुम्ला भन्ने छ, घुम्न जाम्ला भन्ने त लक्ष्य छ। तर फ्यामिली भएर घुमौँला भन्ने लक्ष्य चाहिँ छ। फ्यामिलीसँग अब घुम्न जाने भन्ने त्यो पुरा भएको छैन? पुरा भएको छैन, अब हुँदैछ। अब 1-2 महिनापछि पुरा हुन्छ कि जस्तो लाग्छ। सोचिरहेको छु। घुमफिरमा जाने योजनाहरू छन्। मैले भनेको थिएँ जीवनका कुराहरू गर्नलाई हामीले चाहिँ तपाईँसँग कुराकानी गऱ्यौँ होइन? कुनै पनि मान्छेका जीवनका आफ्ना लक्ष्यहरू, आफ्ना दुःख पीडाहरू हरेक कुराहरू चाहिँ हुन्छन्। तपाईँको पनि पीडाहरू छन्। जस्तो अब मैले नारीलाई अलिकति मैले के सोध्छु भने, जस्तो पछिल्लो हाम्रो क्षेत्रतिर त नचले पनि जस्तो एउटा नारीमा हुने जुन चाहिँ हामीले महिनावारी भनिन्छ, मेन्सुरेसन भनिन्छ, छाउ प्रथा के भन्छन् कि यो कुराहरू चाहिँ धेरैले नारीहरूले दुःख भोग्नु परेको छ। तपाईँले त्यस्तो केही भोग्नुभयो अथवा पानी छुनुहुन्न, मन्दिरै जानुहुन्न, खानै पकाउनुहुन्न त्यो बेलामा भन्ने छन् नि, यसलाई चाहिँ कस्तो रूपमा लिने? एउटा नारी भएको कारणले गर्दाखेरि यसलाई चाहिँ मान्नुपर्छ, यो छुट्टै बस्नुपर्छ हो कि यो कुप्रथा हो जस्तो लाग्छ? मलाई चाहिँ केही लाग्दैन। म आफूले पनि त्यस्तो खासै बार्दैन अहिलेदेखि होइन, पहिलेदेखि मेरो घरमा पनि त्यस्तो भइसकेपछि नुहाइधुवाइ गर्ने अनि त्यसपछि खाना पकाउने भन्नुहुन्थ्यो। घरमा त्यस्तो थिएन। मगर घर त्यही भएर हो भन्थे कि अरूले, जस्तो क्षेत्रीय घरहरूतिर क्या मगरको घर हो त्यही भएर त्यस्तो होला भन्थे कि मैले भन्दाखेरि। अनि हाम्रो घरमा चाहिँ त्यस्तो हुन्थेन। भइसकेपछि चाहिँ नुहाइधुवाइ गर्ने, खाना पकाउने त्यस्तो हुन्थ्यो। माइतमा चाहिँ 4 दिनसम्म भान्सामा छुनु हुन्थेन। अनि त्यसपछि आमा हुँदाखेरि है, म त त्यति बेला त भएकै थिएन, अरूको देखाएको दिदीहरूको। अनि पछि आजभोलि त माइतमा पनि छैन त्यस्तोहरू। ती परम्पराहरू के गर्नु छोड्नुपर्छ, गर्नुहुन्न भन्ने तपाईँको भनाइ छ? गर्नुहुन्न त्यस्तो चाहिँ, त्यो त प्रकृति दिया हो, त्यो त जसलाई पनि हुन्छ। तर त्यस्तो छाउघरमा बस्ने यस्तो गर्ने आफूहरूलाई त्यो हुने चिजहरू चाहिँ गर्नुहुन्न। यो कुनै ऊ होइन, प्रकृति दिया हो, पहिलेदेखि आफै हुने चिज हो। लीलाका राम्रा बानीहरू के हुन्, नराम्रा बानीहरू के हुन्? राम्रा बानी के छन् मेरो? मलाई थाहा छैन। थाहा छैन? के भन्छन् तेरो यो राम्रो बानी यो छ भन्ने भन्छन् होला नि त साथीभाइ? मलाई चाहिँ यसको मन चाहिँ उ छ के अरे, मनमा चाहिँ पाप छैन, यो बोल्छे, हाँसे, हँसाउँछे, रमाइलो गराउँछे भन्ने चाहिँ सुन्छु। नराम्रो बानी चाहिँ रिसाउँछु अलि छिटो। झगडै गरिहाल्ने हो? झगडा गर्दैन, झमक्क रिस उठ्छ। कसैले अलिकति टच गर्ने कुरा गरे नि रिस उठ्छ क्या। रिस मात्रै होइन, म त हान्छु। फाइट खेल्नु भएको छ कहिले जिन्दगीमा? फाइट केटीसँग खेलाएको छैन, केटासँग खेलाएको छ। खेलिरहेको छ सानोमा, ठुलो भए जस्तो खेलाएको छैन, सानोमा फाइट खेलिरहेको छ। अब आउने दिनहरूमा घुम्ने चाहना चाहिँ रहेछन् होइन, घुम्न जाने चाहना छन् र कहीँ विदेशतिर जाने घुम्न जाम्ला भन्ने छ कि छैन? देशमै घुम्ने छ कि विदेशमै? देशमै विदेशमा नजाने घुम्नलाई। खै त्यो त अब हेर पछाडि के हुन्छ। अब अहिले चाहिँ त्यसो छैन, यतै नेपालमै घुम्ने भन्ने। के लाग्छ? मान्छेले भन्छन् नि पैसा एकदमै ठुलो हो, पैसा अति आवश्यक चिज हो, पैसा हुँदै हुन्न, पैसा भएन जिन्दगी छैन भन्छन् नि। तपाईँको विचारमा के हो? मलाई दुइटै कुराको महत्त्व उत्तिकै लाग्छ। पैसा चाहिन्छ नि जीवनमा? सबै सोच्दाखेरि चाहिँ पैसै ठुलो रहेछ जस्तो लाग्छ। साथीभाइले हेर्दा, आफन्ती सबैले हेर्दाखेरि चाहिँ पैसा ठुलो लाग्छ। सबैसँग एक्लिएको मान्छे देख्दाखेरि पनि माया ठुलो रहेछ जस्तो पनि लाग्छ। यो दुइटै कुराको महत्त्व लाग्छ मलाई चाहिँ, आफूले भोग्या हुनाले के। मन बिनाको धन ठुलो कि धन बिनाको मन भन्ने फिल्म पनि आछ अरे होइन? दुवै कुरा मलाई चाहिँ उत्तिकै लाग्छ। अब कोही धन हुन्छ, टन्न धन हुन्छ, उसँग फेरि मान्छे हुन्न क्या, उसलाई चाहिँ माया चाहिएको हुन्छ फेरि त्यति बेला।
अब कोहीसँग माया हुन्छ पैसा हुन्न पैसाको आफ्नो आफ्नो ठाउँमा दुवैको महत्त्व छ क्या तपाईँ त कलाकारसँग पनि टचिङ देख्थेँ कता कता भेट भयो कलाकारहरू भेट्न कतिको कलाकार भेट्नुभयो होइन कोसँग चाहिँ कलाकार सम्बन्धी भेटघाट बढी त टचिङ भयो मेला महोत्सवतिर पनि देखिरहेको थिएँ भेट त सबैसँग भयो कलाकारहरू जति पनि आउनुभयो 18 दिनसम्म सबैसँग भयो म अलि नजिक भयो भनेको एउटा पुष्कर शर्मासँग भयो उहाँले पनि मलाई धेरै कोसिस त गर्नुभयो हो तर मैले आफै चाहिँ म पछि परेँ सबैसँग भयो अनि त्यसपछि यो सिरियलहरूमा पनि गोविन्द खड्का भन्ने हुनुहुन्छ यहाँहरूसँग पनि म अहिले अझै पनि उसमै छु बोलाइराख्नु भएको हुन्छ अनि त्यसपछि धेरै छन् कलाकारहरू नि भन्नुहुन्छ सङ्गीत प्रेमी हो जे भए म प्रेमी हो चाहिँ गीत सङ्गीत चाहिँ प्रेमी नै हो खास गरी पुष्कर शर्माको चाहिँ म एउटा गीत निकाल्दा के होला अब त सकिन्छ होला नि त पैसा पनि अलिअलि छ निकाल्न सक्ने जति के होला केही अझै अलिअलि आशा गर्ने हो कि आशा अब हेरौँ कहिले मैले अलि कहिले अस्ति सुनेको थिएँ एउटा गीत चाहिँ निकाल्नु पर्ला है भन्ने जस्तो कता देखिरहेको थिएँ सोच्दै थिएँ फेरि नगरौँ कि भनेर पनि पछि हटेको थिएँ हेरौँ अब फेरि जोस जाग्यो भने फेरि गाउन सकिन्छ एउटा गीत गाउने चाहिँ मेरो सानैबाट रहर हो क्या गाउने चाहिँ एउटा गाउने एउटा चाहिँ जागिरी खाने भन्ने चाहिँ थियो त्यो मेरो सपना पुरा नाच्ने पाएछ त्यसपछि टिकटकले नचाह्यो क्या सपना पुरा भएन त्यसपछि मेरो चाहिँ अब हुन्न रहेछ जस्तो लाग्यो हार खाम के तपाईँ अलि फेसन पनि गर्नुहुन्छ अहिले पनि कपडा हेर्दाखेरि फेसन लेभल छ होइन कतिको फेसन गर्न मन लाग्छ तपाईँलाई चाहिँ कस्ता कस्ता फेसनहरू गर्दा चाहिँ उचित लाग्छ तपाईँलाई चाहिँ फेसनमा चाहिँ मैले कुर्ता सुरुवाल साडी चाहिँ लाउँथेन पहिला चाहिँ सानैदेखि के अब दाइहरू बुवाहरू इन्डियातिर भावनाले पहिला फराकहरू यस्तो पैन्टहरू पराइ त्यस्तै ल्याइदिनुहुन्थ्यो त्यसै लाउँथेँ अनि आजभोलि चाहिँ अलिअलि लाउन थालेको छु फेसन अलिअलि सहर अनुसारको देश अनुसारको भेष गरे जस्तो थालेको छु यहाँ आउनु भएको छ कुराकानी भयो अब हामी बिस्तारै बिटमा आँदै पनि छौँ तपाईँलाई चाहिँ यहाँबाट कोहीलाई सम्झिनु पर्नेछ कोही व्यक्तिहरू छन् म चाहिँ अन्तर्वार्तामा बोलिसकेपछि त्यो मान्छेलाई सम्झिनु पर्ला भन्ने सम्झिनु पर्ने खासमा आफ्नै श्रीमान हुन्छ पहिलो कुरा होइन उहाँलाई धेरै सम्झिन्छु किनकि उहाँ नै मेरो जिउने आधार हो उहाँले नै सिकाएको बाटोमा मैले राखेँ हो र अर्को कुरा मलाई लीला सारू मगर भन्ने सबैजनालाई सम्झिन्छु म यसरी बोल्न आज पाउनु भएको छ खुसी हुनुहुन्छ अब त अझै पहिले पनि बोल्नु भएकै होला तर आज अलि हामी जीवनका कुरा गरेका छौँ कस्तो लाग्यो आजको अनुभव अथवा यो कुराकानी होइन तपाईँको मनमा कस्तो लाग्यो यो कुराकानी गर्दै गर्दा बोल्दै गर्दा खुसी नै लाग्यो पहिलेको कुरा नि सम्झिन पाइयो एकछिन भए पनि होइन तपाईँसँग परिवार भयो त्यही खुसी हुनुहुन्छ अन्तर्वार्ता त लक्ष्य त पहिल्यैदेखि भन्नुहुन्थ्यो अरूले पनि तर मैले खासै म यसमा नदेखिम् कि भन्ने सोचमा चाहिँ नदिए नआए पनि हो आज चाहिँ अब हजुरले बोलाउनाले कुराकानी गर्न पाइयो आज चाहिँ हुन्छ त के हुँदैछ त भन्ने कुराकानी गरौँ भनेर अनि आइयो र पक्कै पनि हामीले कुराकानी गरेका छौँ सुख दुःख बारेमा उहाँ पहिले गायिका हुनुहुन्थ्यो उहाँको अनुभव त्यो छ होइन गीत गाउनुहुन्थ्यो अब सपना थिए भन्नुहुन्छ म अझै पनि भन्छु सपना कहिले पनि मर्दैन सपना भनेको सपना हो होइन त्यो कारणले गर्दाखेरि भनिन्छ यो गीत सङ्गीत भनेको गाउन नाच्न अथवा अभिनय गर्नको लागि उमेरले छेक्दैन भन्ने गर्छु म चाहिँ किनभने हामी पनि कला प्रेमी भएको कारणले गर्दाखेरि यी कुराहरू चाहिँ हामीले गरि नै रहन्छौँ र उहाँलाई अझै पनि एउटा गीतमा गाएको देख्न पाऊँ उहाँको एल्बम आएको देख्न पाऊँ फेरि पनि उहाँका गीतमा सुटिङ गर्न पाऊँ नाच्न पाऊँ भन्ने आधार छ उहाँका गीतमा टिकटक बनाउन पाऊँ भन्ने कुराहरू धेरै कुराहरू छन् र उहाँसँग कस्तो लाग्छ कुराकानी र म अन्तिममा छु तपाईँको टिकटक आइडी पनि एकचोटि भनिदिनुहोस् र तपाईँलाई मैले सोध्न छुटाएका तपाईँलाई केही मनमा केही भन्नु पर्ला भन्ने केही मनमा छन् भने भन्न सक्नुहुन्छ मेरो नाम चाहिँ त्यही नै छ मेरो नागरिकतामा पनि त्यही छ टिकटकमा पनि त्यही छ फेसबुकमा पनि त्यही छ लीला सारू हजुर आइहाल्छ नेपालीबाट के गर्नु नेपाली परि हो अरू केही भन्न मन लाग्छ अन्तिममा केही छन् भन्न मन लाग्छ अन्तिममा त केही छैन अब सक्यो सबै त्यस्तो केही छैन अब जति भोग्नु भोगिसक्यो अब जिन्दगी
दुःख नै जिन्दगी हो, सङ्घर्ष गर्नुपर्छ भन्ने लाग्छ। त्यही हो। र मैले अघि पनि भने हामीले अधिकांश हामी हरेक कुराका जवाब खोजिरहेका छौँ र हरेक कुराका जवाब तपाईहरू पनि हामीसँग कुराकानी गर्न चाहनुहुन्छ, हामीसँग जोडिन चाहनुहुन्छ भने स्क्रिनमा रहेका नम्बरहरू, जलजला टिभीमा रहेका नम्बरहरूमा यहाँले सम्पर्क गर्न सक्नुहुनेछ। र हामी फेसबुक र युट्युबमा एकैसाथ आउने गर्दछौँ र धेरैका सुख दुःखका कुराकानी गर्ने कोसिसको लागि हामी धेरैसँग जोडिँदैछौँ। हामी जोडिनु भनेको यो हो कि एउटा हामीले कुरा गर्नु भनेको उहाँको एउटा कुराकानी मात्रै होइन, सुख दुःखको मात्रै होइन, भोलि जुन आफूले हुने बुढेसकालमा पनि यी कुराहरू हेर्न पाइनेछ त्योसँग पनि सम्बन्धित हुनेछन् भन्ने किसिमले कुराकानी गरिरहेकै हौँ। र जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनुहोला र लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुहोला। र फेरि यस्तै लीलाशाहरु मगर जस्तै सामान्यभन्दा सामान्य मान्छेहरूलाई पनि हामी बोलाउनेछौँ। हामीले प्रतिभा नै हुनुपर्छ, नै जान्नुपर्छ अथवा हरेक कुरा प्रतिभा नै हुनुपर्छ, राजनीतिक बहस नै हुनुपर्छ भन्ने होइन, सामान्यभन्दा सामान्य मान्छेसँग पनि कुराकानी गर्ने प्रयत्न गर्नेछौँ। हामी फेरि पनि यस्तै अर्को पाहुनाका साथमा आउने बाचा गर्दै आजको बसाइबाट हामी दुवैजना छुट्टिन्छौँ। नमस्ते।